धेरै अपर्च्युनिटीहरू छ। हामी किन त्यस्तो अपर्च्युनिटीहरूलाई चाहिँ के अरे सदुपयोग नगरेर भविष्यमा यही गरेर पनि बस्न सक्नुपर्छ। त्यही भएर सबै कुरो अवलोकन गर्नुपर्छ। बिना मेसै हावाको तालमा नहिँड सिमलको भुवा उडेको दुई चिप्रे भन्छ। सिमलको भुवा के अरे हामी हाम्रो दाइको घर म यता बास्दै हाल्नुहुन्छ। पानी पर्नु लाग्छ कता हिँडेको हामी गाउँ हिँडेको गाउँमा अवलोकन गर्न कि कहिले काहीँ सहरबाट बाहिर पनि जानुपर्छ, बजारबाट गर्नुपर्छ। अब दिदीहरूको अन्तिम फोर्तीहरू अब दिदीहरू अब यहाँबाट परीक्षा दिएर गइसकेपछि अब टाढा हुने होला नि, त्यसरी यसरी जान पाइँदैन नि त। त्यही भएर अहिले टाइम आएको बेला हामी यसरी हिँडेको है साथीहरू। बाटो हिलो रहेछ, बाटोले हिँड्दै हिँड है साथीहरू। ठ्याक्क बजार छोडेर गाउँतिरको यात्रा। गाउँतिरको प्रस्थान हुँदैछ। म एकचोटि बाइकमा गएको छु, तर हामी बाटोमा गएको गाउँको नाम मलाई नै थाहा। समीर चाहिँ धेरै आत्तिएकी छिन् है, किनकि पानी छ भनेर भनिरहेकी छिन्। अनि ओडा छैन, ओडा नभई यसो भन्ने गाउँका मान्छे दयालु हुन्छन् क्या, दिन्छ गडाङ गुडुङ गरिसक्यो। पानी आकाशबाट भर्खरै पर्ला जस्तो छ। अगाडि रहेछ सिमलको फुल, सिमलको भुवा, उता रहेछ पुल। के अरे अर्ग्यानिक तरकारी किन्ने भनेर चाहिँ कुन गाउँमा अरे गौडा भन्ने ठाउँमा हिँडिरहेका छौँ। अब बजारमा सबै त केमिकल हालेको हुन्छ, अहिले सबै बेसी जनको धेरै केमिकल हालेको हुन्छ। त्यही भएर चाहिँ हामीले अब धेरै बाँच्नको लागि हामीले अर्ग्यानिक खोज्दै के अरे कता पाइन्छ भनेर यो कति मिनट गाउँतिर आएका छौँ। अरू हामी चाहिँ अब तरकारी के पाइन्छ, मसरुमहरू, टमाटर, काउली त हुन्न होला, बन्दा के छ सबै, सिमी बडीहरू के छ सबै उठाएर ल्याउने भन्छ। अनि खाएर अनि अझै मोटा मोटाउने हृष्टपुष्ट। मलाई मोटो गराउनको लागि अर्ग्यानिक खुवाउन लाँदैछन्। समीरालाई नि उहाँले कहाँ बसेकी मान्छेलाई यहाँ सबै कुरो इन्काहरू केही पनि हुँदैन। त्यही भएर घिरिम्न सिरिम्न चढाउनको लागि हामीले लिएर हिँड्छौँ। दुःखहरू आत्तिएकी थियौँ नि, पानी परेर अहिले कति कुटी नपर्ने चाहिँ एकछिन आउनु अनि बिजो हुन्छ। पानी आउँछ, बिजो भएन भने के गर्छौ? बिजो हुन्छ यहाँ समयमा भन्ने मात्र कुरा हो। हामीले भने चाहिँ हुनै पर्छ। गाईलाई केही खुवाउनु गाईलाई खा, धर्म पाएन धर्म लान्छ। हामी धर्म आफ्नै साथी अर्काको घाँस चोरेर लगेर गाईलाई खुवाउँदैछौँ। दिल को मिल गया सुकून। केरा घारीमा वाउ केरा बगान रहेछ यता त कस्तो राम्रो। यतिखेर अरू बेला अरू ठाउँमा खासै हरियाली नभएको बेलामा यो केराको बोट हरियो भएको कस्तो राम्रो देखेको। भन्नाले यो व्यावसायिक रूपमै गर्ने भनेर गरेको हो सबै हामीले दुरीहरू पनि कस्तो मिलाएर लगाएको छ के दुरी चाहिँ एक दुई अर्को बोटसम्म एउटा बोटदेखि अर्को बोटसम्म एउटा कुनैमा फल लागे रहेछ, कुनैमा लागिरहन्छ। समय हुन्छ नि त फल लाउने नलाउने। मान्छे नि प्रगति गर्ने आफ्नो टाइम आउँछ, त्यस्तै हो क्या? त्यही हो नि।
उडाउने तिमीलाई बसेको कागलाई उडाउँछौ मसिना खान्थ्यो त्यही भएर सम्झेर मसला ल्याएको तरकारी तरकारी त बल्ल प्रतिभा टिप्नी नभएको रहेछ तरकारी रहेछ तरकारी रहन्छ मैले फोन गरेको छु नि अब अर्कोचोटि आउँदाखेरि यस्तो बिना मेसै हावाको तालमा नहिँडाम गाउँको नाम पनि थाहा नपाइ फोन गरेर आउँला ओके मर्से मुन्टा तरकारी भएर हुन्छ तरकारी किन्न आएको बाख्रा पालन रे बाख्रा पालन न्युजिल्यान्डले बाटो छैन उताबाट जाम यता हो र के प्रतिभा व्यावसायिक तरकारी खेतीको अवलोकन गर्न आइछ हामी तरकारी लिन आएको तरकारी नपाएर अवलोकन गर्दै हिँड भन भविष्यमा यही गरेर नि बस्न सक्नुपर्छ त्यही भएर सबै कुरो अवलोकन गर्नुपर्छ उहाँ घिरिमले त फलिचन गरिदिए टिप्नी भएन गाइस सानै खान तरकारी लाकै रहन्छ लाखे भए त कत्रा टिप्नी हुन्छ भन्ने थाहा हुन्थ्यो के अरे दाइ यहाँ त ठुलै खाना काँक्रा घिरौला फुल लगाएको क्या सबैमा है त्यसो त धेरै पैसा आउँदो हो र यसको लगानी धेरै छैन नि त तिमीलाई थाहा छ लगानी सके छैन नि कति केजी अरे कति केजी भएदेखि त हामी 3 जना खान्थ्यो र भएदेखि 2 केजी के धेरै छैन जस्तो लाग्यो अलि भाइ लान्थ्यो नभए 1 केजी भयो नि के गिराउला हुन्छन् पछि त्यही मात्र टिप्नी हारिसकिन्न पछि भएर अहिले बेमौसमी किन्ने काँक्रा नि बढ्छ नि त यो भन्दा राम्रो रहेछ हेर न कस्तो एकैछिन आएर हेर्दा आउँदा होइन हरेको के खल्यान अरे भन्ट्याङ र हुन्टुङ काँक्रा त्यो पहिले लगाइदिनु त्यो पहिला होइदिनु कति हो लाइन भयो ठुलो घिरौलो हेरेर बसी चिन्ने यिनले प्रतिभाले ठुलो घिरौला बिहानै लगेर बेच्न सक्नुहुन्छ अघिल्लो दिन टिप्ने कि बिहानै टिपेर लाने हो नि बिहान कि पानी पर्दा पानी पर्दा के पर्ला कहिलेदेखि कति वर्ष भएर तपाईँहरूले गर्नु चाहिँ त गरे हामीले कति गर्ने गफै त हो नि जलाएको अरू तरकारीहरूमा बल्ल कोपिला बल्ल फुल फुल्दै रहेछ काँक्रो लेलो भन्दै अब बेच्नु जानुपर्छ क्या हो बजारमा कसरी दिन ल्याइछन् यहाँ बजारको रेटमा दियो यस्तो लामोलाई तिमीहरूलाई खिचा गर्छु के बोल्ने रहेछ मेरो लभ परिचित साथीहरू मलाई फोटो देखेँ यति राम्रो हुनेवाला चाहिँ साह्रै एकदम हेर्छौँ कस्तो हुनुहुन्छ बडा म यस्तै अपलोड गर्छु है के भन्नेहरू भएर न्युज होला
तरकारी चाहियो तरकारी लिन आएको तरकारी नै पाइएन काँक्रा सलाद खाने चटपटी खाने बार्गेनिङ गरी पुरा मिलाएर अलिकति काँक्रा दिनुभयो तरकारी किन्न आएको तर तरकारी पाइँदैन यी यता बोल्न सिपालु मान्छेले बोलेर क्यारेर सानो भने काँक्रा दिनुभयो हामीले 1.5 केजी काँक्रा 2.5 केजी काँक्रा ल्याएर आइयो अब तरकारीहरू लिन नपाइएन हामीलाई कसैको चाहिँ छैन हामी गाउँ घुम्न पाइयो गाउँमा आउँदाखेरि अनुभव बटुल्यो आज गाउँ भनेको गाउँ नै हो हामी गाउँमा जन्मै भइसकेको मान्छेलाई गाउँमा आउँदाखेरि एकदम स्वर्गमै आए जस्तो फिल हुन्छ आज झन् धेरै रमाइलो गाउँ जसको किन नहोस् आफ्नै हुनुपर्छ नि होइन गाउँ भनेको गाउँ नै हो क्या गाउँमा आउँदाको आनन्द गाउँमा आउँदाको अनुभव फरक हुन्छ हजुर पनि यो भिडियो हेर्ने दर्शकहरू पनि गाउँमा घुम्नु होला अन्त बजारतिर देश विदेशमा जानु होला आफ्नै गाउँमा रमाउन पर्छ आफ्नै गाउँमा केही गर्न पर्छ आजको घुमे के अरे आजको घुमफिरबाट सिकेको शिक्षा हो है होइन विचार किनले जब एउटा गरेको पाटा खेती गरेर आफूलाई सबै जीविकोपार्जन गरिन्छन् भने हाम्रो त झन् हाम्रो घर त झन् कति धेरै जग्गा छ कति धेरै अपर्च्युनिटीहरू छ हामी किन जस्तो अपर्च्युनिटीहरूलाई चाहिँ के अरे सदुपयोग नगरेर हामी विदेश पलायन भएका छौँ यो नेपाली चाहिँ एकदम ठुलो कमाउने आशाले चाहिँ विदेशहरू जाँदैन धेरै दुःख पाउँछन् तर मान्छेहरू चाहिँ यही बसेर पनि कमाउन सकिन्छ सन्तोष हुने होइन हिँडे पाउने पनि छ मैले यो चाहिँ सबैले भन्न चाहन्छु त्यही हो म नि अब विदेश जाने सोच विचार चाहिँ म अब यही नेपालमै बस्छु अब आजको तरकारी सिकेको शिक्षा नै परिवर्तन गरिदियो आजको लक्ष्य नै परिवर्तन भयो हुन त म केही भन्न सक्दिनँ म विदेश पनि जान सक्छु लास्टमा त त्यत्रो भाषण दिएर लास्टमा त आफै मै विदेश जान सक्छु रे त्यत्रो 45,000 खर्च गरे त्यत्रो 4-5 लाख खर्च गरेर यहाँ खेतीपाती कले गर्छ त नि दुई चिप्रे भन्छ नि यस्ता मान्छेलाई मैले खेतीपाती गर्ला भने तिमीहरूलाई गर्न भनेको आफू त कहाँ गर्छु त नि हो क्या अरूलाई भनेको आफूले मैले गर्दिनँ अरूलाई सुझाव दिने आफूले त नगर्ने रे